ओ एभ्रिवान, आज चाहिँ मैले हजुरहरूमाझ आलु र गुन्द्रुकको रेसिपी ल्याएर आएको छु। फर्स्टमा कराई बसाएँ, त्यसपछि पड्काउने मसला हालेँ, त्यसपछि प्याजलाई काटेर राखेँ, त्यसपछि गुन्द्रुकलाई पनि भिजाएर राखेको गुन्द्रुकलाई पनि राखेँ, एकछिन रातो हुने गरी फ्राई गरेँ। त्यसपछि अदुवा लसुनको पेस्ट पनि राखेँ र एकछिन फ्राई गरेँ, अदुवा लसुनको पेस्टलाई पनि रातो हुने गरी। तपाईले पनि त्यसै गर्नुहोला। त्यसपछि मैले म्यास गरेर राखेको आलुलाई पनि राखेँ। हजुरहरूले आलुलाई काटेर पनि राख्न सक्नुहुन्छ, तर मलाई चाहिँ काटेर राखेको भन्दा म्यास गरेकै मनपर्छ, त्यसैले मैले म्यास गरेर राखेँ। त्यसपछि स्वादअनुसार बेसार पनि मैले राखिसकेको छु। बेसार राखेर एकछिन चलाएपछि चाहिँ मैले छोपिदिएँ। 2 मिनट जति तपाईले त्यसलाई छोप्दै चलाउँदै पानी हाल्दै फेरि छोप्दै गर्नुहोला। त्यसपछि चाहिँ मैले स्वाद अनुसार नुन पनि राखेँ। त्यसपछि हल्का पानी हाल्दै छोप्दै फ्राई गर्ने एकछिन। अब फ्राई गरिसकेपछि 2 मिनट त्यसरी फ्राई गरिसकेपछि आलु र गुन्द्रुक चाहिँ पाकेको जस्तो थाहा हुन्छ आफूलाई। त्यसपछि चाहिँ चप गरेर राखेको टमाटरलाई पनि राखिदिने, टमाटर राखेर चलाएर छोपिदिने, फेरि पनि छोपेर चाहिँ हल्का 1 मिनट जति बफाइदिने त्यसलाई फेरि। एक मिनट राखिसकेपछि चाहिँ टमाटर पनि पाकिसकेको हुन्छ, त्यसलाई चाहिँ हल्का थिच्दिने। आलु र गुन्द्रुक पनि पाकिसकेको हुनाले अब यसमा चाहिँ आफूलाई जति मन लाग्छ आफ्नो इच्छा अनुसार सुप हालिदिने। त्यसपछि चाहिँ छोपेर 2 मिनट जति उमालिदिने। त्यसपछि चाहिँ हाम्रो गुन्द्रुक र आलुको रेसिपी तयार हुन्छ। र यो चाहिँ एकदमै सजिलो र सिम्पल तरिकाले, एकदम मसाला पनि के पनि नराखिकन सादा तरिकाले यस्तो मिठो पाराले बनाएको छु। तपाईहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ यस्तै पाराले मनपर्छ, त्यही भएर मेरो रेसिपी तपाईहरूलाई पनि सेयर गरेको। कस्तो लाग्यो हजुरहरू पनि ट्राई गरेर कमेन्ट गर्नुहोला। म चाहिँ यति बनाएर पकाएपछि अब खान्छु पनि ल, खाएको पनि भिडियो हेर्नु ल। म चाहिँ खानेवालामा छु। यस्तो मिठो गरी खाने हो। अब खाइ ल। फिनिश साथीहरू। गुन्द्रुकको तरकारी चाहिँ मेरो चाहिँ फेभरेट हो। बाई।